लोकन्थलीको अवस्था छ। यता पनि राजावादीहरूले लङ्गटेर पुलिसले पुरै मान्छेहरू भागाभाग छ। यता आगलागी भएको भन्ने यता सन्देश हामीले पाएको छौँ। यता आगलागी भइसकेको रहेछ। यता यो लोकन्थली स्थित एरिया हो। पुलिसहरूको परिचालन यहाँ देख्न सक्नुहुन्छ। यहाँसम्म लगाटेको छ पुलिसले लोकन्थलीसम्म। यो तीन कुनेबाट आगो टोलियो सबै। यो यस्तो छ यो पुरै यो जलेको अवस्था छ। यो त सबै आग लागि गरिसके। पुरै आगो लगाइसकेका छन् यहाँ मान्छेहरू। यो राजावादीहरूको आन्दोलन हो। यो पुरै यहाँ आन्दोलन पुलिसको पनि आगमन भइसकेको छ। पुलिस यहाँ आइसके। यो लोकन्थलीको अवस्था हो। यो पुलिसले तीन कुनेबाट लखेट्दै यता आएको छ। के हुने हो? त्राहिमाम छ अवस्था। देश जनता सबै त्रसित अवस्थामा। कर्फ्यू लागेको भन्नेको सुनिएको छ। अब ढिलो चाँडोमा यहाँ पनि कर्फ्यू लाग्ला भन्ने बुझिन्छ हामीले। पुलिस आइसक्यो। लोकन्थली एरिया हो। जनता एकदम त्रसित अवस्थामा छ। पुलिसको परिचालन लोकन्थलीसम्म। यो आग लागि चाहिँ कहाँ भएको रहेछ हो? पुलिसहरूको परिचालन भइसक्यो। पुलिसहरूलाई देख्न सक्नुहुन्छ। यो लोकन्थली एरिया हो। यो लोकन्थलीमा के भन्छन् आगो जले धौरा यसो लाएर हिँड्यो सक्यो छोप्यो हो।